हेलो साथीहरू, फेरि पनि स्वागत छ तपाईँहरूलाई आजको मेरो नयाँ भिडियोमा। र आजको भिडियो चाहिँ विशेष गरेर एउटा भ्लग हुनेवाला छ। किन भन्नुपर्दाखेरि साथीहरू, आज चाहिँ हुन्छ नि एउटा मेरो दोस्तलाई चाहिँ हुन्छ नि आज चाहिँ मैले नेपाल पठाउँदैछु। र साथीहरू आज चाहिँ उसलाई म अन्तिम बिदाई गर्नेवाला छु। अन्तिमसम्म नै हेर्नु होला। र आजको भिडियो चाहिँ एकदमै इन्ट्रेस्टिङ। कैसे कैसे लोग रहते हैं यार। आज चाहिँ हाम्रो दोस्त चाहिँ हुन्छ नि नेपाल जानु आँटेको छ। र आज चाहिँ मैले एउटा खतरा खालको भ्लग बनाउनु गइरहेको छु। हेर्न सक्नुहुन्छ, हामी चाहिँ हुन्छ नि नेपालबाट चाहिँ 2 वर्ष अगाडि चाहिँ सँगै आइएको थियो। र आज उसलाई चाहिँ मैले बिदा गर्न गइरहेको छु। अब तिमीलाई जाँदाखेरि कस्तो लाग्दैछ त? सँगै आइयो अनि भन न त, छिटो। खल्लो लागिरहेछ मलाई। राखेको छ है साथीहरू भिडियोमा चाहिँ। हामी बाहिर ठ्याक्क निक्लिसक्यौँ अनि यता चाहिँ हाम्रो दोस्त जाँदैछ। अब चाहिँ हामीले हाम्रो साथीहरूलाई शोभायात्रा भन्नुपर्ने हुन्छ। र यतापट्टि हाम्रो गाडी पनि रेडी भइसकेछ र यता केटाहरू भेला भएको छन्। अनि अब 2 वर्ष बिताएर चाहिँ केटा जाँदैछ है त। केटाहरू अब जान आँट्दैछ है। हामी सबजना भेला भएको छौँ र सक्नुहुन्छ। राम्रोसँग जाऊ होइन, सँगै आइयो। अब चाहिँ एकदमै हुन्छ नि हाई क्वालिटीको स्किल सिकेर आएर चाहिँ सेलरी चाहिँ 25 चाहिँ खाने गरी आउनु है त। ल राम्रोसँग जाऊ लु। सबजना आँट्दैछ है यस्तो तरिकाले। लागो केटो अब नेपालतिर। बाई 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 माल्लेम।